अझै एकछिन सुत्न पाए हुन्थ्यो। यो सोच त हामी सबैको मनमा कहिलेकाहीँ आउँछ, होइन र? खास गरी विकेन्डमा अलार्म नै नबजाई मस्तले सुत्नुको मज्जै बेग्लै हुन्छ। तर के होला यदि त्यही मिठो निद्रा त्यही अतिरिक्त आरामले फाइदाको सट्टा उल्टै नुक्सान पो गरिरहेको छ कि? यो त उही पुरानै कुरा भयो, तर आज हामी यसलाई निद्रासँग जोडेर हेर्दैछौँ। हामीले सधैँ सुन्दै आएको कुरा के हो भने राम्रो स्वास्थ्यको लागि पर्याप्त सुत्नुपर्छ। तर के सुत्नुको पनि कुनै हद हुन्छ त? हो, आजको हाम्रो यो विश्लेषण यही अलि अनौठो तर एकदमै महत्त्वपूर्ण प्रश्नमा केन्द्रित रहनेछ। हामी सधैँ कम सुत्दा हुने खतराहरूबारे त कति कुरा गर्छौं, तर धेरै सुत्नु पनि आफैमा एउटा समस्याको सङ्केत हुन सक्छ भन्नेतिर चाहिँ खासै ध्यान जाँदैन। ल आउनुहोस्, यसलाई अलिक गहिराईमा गएर बुझौँ। ल, सबैभन्दा पहिले त यो धेरै सुत्नु भनेको के हो त्यसलाई नै स्पष्ट पारौँ। अब यो मान्छेपिछे अलिअलि फरक पर्न सक्छ, तर विज्ञहरूले एउटा सामान्य मापदण्ड चाहिँ बनाएका छन्। सामान्यतया एक वयस्क व्यक्तिले नियमित रूपमा रातमा 9 घण्टाभन्दा बढी सुत्छ भने त्यसलाई अत्यधिक मानिन्छ। अब हो, कहिलेकाहीँ बिरामी पर्दा वा एकदमै थकित हुँदा अलि बढी सुतिन्छ, त्यो त सामान्य नै भयो। तर यदि यो हरेक दिनको बानी नै बन्न थाल्यो भने चाहिँ होशियार हुनुपर्ने हुन सक्छ। एकातिर हेर्ने हो भने 7 देखि 8 घण्टाको निद्रा छ, जसलाई स्वास्थ्यको लागि सबैभन्दा राम्रो मानिन्छ। अनि फेरि अर्कोतिर छ 9 घण्टाभन्दा बढीको निद्रा, जुन चाहिँ विभिन्न स्वास्थ्य जोखिमहरूसँग जोडिएको पाइन्छ। हेर्दा त यो सानो भिन्नता जस्तो लाग्ला, तर यसले स्वास्थ्यमा निकै ठूलो असर पार्न सक्छ। अब भने कुरा अलिक गम्भीर विषयतिर जाँदैछ। धेरै सुत्नु र केही मुख्य स्वास्थ्य समस्याहरू बीचको जुन सम्बन्ध छ नि, त्यो थाहा पाउँदा साँच्चै नै अचम्म लाग्न सक्छ। सुरुवात गरौँ मुटुबाट। हाम्रो मुटुलाई आराम त चाहिन्छ, तर चाहिने भन्दा बढी आरामले पनि उल्टो असर गर्न सक्ने रहेछ। एकछिन सोच्नुहोस् त, त्यो अलिकति बढी सुत्नु मुटुको लागि कति महँगो पर्न सक्छ। एउटा अध्ययनले के देखाएको छ भने नियमित रूपमा 9 देखि 11 घण्टा सुत्ने महिलाहरूमा मुटुको धमनी सम्बन्धी रोग लाग्ने सम्भावना 38% बढी हुन्छ। यो त सानोतिनो सङ्ख्या पक्कै होइन। अब अर्को महत्त्वपूर्ण जोखिम छ मोटोपना। धेरैको सोचाइ के हुन्छ भने धेरै सुत्यो भने शरीर कम चल्छ, क्यालोरी कम खर्च हुन्छ। तर वास्तविकता अलि फरक छ। एउटा लामो अध्ययनले के देखायो भने 7-8 घण्टा सुत्ने मानिसहरूको तुलनामा 9 देखि 10 घण्टा सुत्नेहरूमा मोटोपनाको जोखिम 21%ले बढेको पाइयो। अब यसको कारण के त? एउटा त कम शारीरिक गतिविधि भयो, अनि अर्को खानपिनको तालिका पनि गडबड हुन जान्छ। त्यस्तै अर्को जोखिम जोडिएको छ मधुमेहसँग। निन्द्रा र हाम्रो शरीरले सुगरलाई कसरी व्यवस्थापन गर्छ भन्ने कुराको गहिरो सम्बन्ध छ। धेरै सुत्दा होस् वा थोरै सुत्दा, दुवै अवस्थाले शरीरको इन्सुलिनलाई सही तरिकाले प्रयोग गर्ने क्षमतामा असर पार्न सक्छ। अनि नतिजा के हुन्छ त? रगतमा सुगरको मात्रा बढ्छ, जसले टाइप 2 डायबिटिजको जोखिम पनि बढाउँछ। कुरा शारीरिक स्वास्थ्यको मात्रै होइन, धेरै सुत्नुले मानसिक स्वास्थ्यमा पनि, खास गरी डिप्रेसनको अवस्थामा नराम्रो असर पार्न सक्छ। अब यो सम्बन्ध अलिकति जटिल छ। सामान्यतया डिप्रेसन हुँदा निद्रा लाग्दैन भन्ने सुनिन्छ, तर लगभग 15% मानिसहरूमा ठ्याक्कै उल्टो हुन्छ। उनीहरू धेरै सुत्छन्। र अचम्मको कुरा के छ भने त्यही बढी सुताइले उनीहरूलाई आराम दिनुको साटो डिप्रेसनको चक्रमा झन् नराम्ररी फसाइदिन्छ। यहाँसम्म सुन्दा धेरै सुत्नु नै सबै समस्याको जड हो जस्तो लाग्न सक्छ। तर एकछिन कुरालाई अर्को कोणबाट पनि हेरौँ। के यो केवल एउटा बानी हो कि शरीरले केही सङ्केत दिन खोजिरहेको छ? कहिलेकाहीँ धेरै सुत्नु आफैमा समस्या नभएर भित्र लुकेको कुनै अर्को समस्याको लक्षण पनि हुन सक्छ। त्यसैले यो कुरा बुझ्न एकदमै जरुरी छ। यदि शरीरले लगातार 9 घण्टाभन्दा बढी निद्रा मागिरहेको छ भने त्यो अल्छीपना मात्रै नहुन सक्छ। यो त भित्र केही ठिक छैन है भनेर शरीरले पठाइरहेको एउटा महत्त्वपूर्ण सङ्केत पनि हुन सक्छ। अघि भनेका मुख्य जोखिमहरू बाहेक पनि धेरै सुत्ने बानीलाई लामो समयसम्म टाउको दुख्ने, ढाड दुखाइ बढ्ने, प्रजनन क्षमतामा असर पर्ने र केही अध्ययनहरूले त मृत्युदरको जोखिम बढ्नेसँग पनि जोडेर हेरेका छन्। ल, यति धेरै कुरा थाहा पाएपछि अब के गर्ने त भन्ने प्रश्न आउन सक्छ। तर आत्तिनु पर्दैन। यो सबै जानकारीको उद्देश्य तर्साउनु बिल्कुल होइन, बरु सचेत गराउनु मात्र हो। मुख्य कुरा के हो भने डराउने होइन, सचेत हुने। आफ्नो सुत्ने बानीलाई स्वास्थ्य नाप्ने एउटा ब्यारोमिटर जस्तै सम्झिनुहोस्, किनभने यसले समग्र स्वास्थ्यको बारेमा धेरै कुरा बताइरहेको हुन्छ।
यदि कसैलाई आफ्नो बारेमा चिन्ता लागेको छ भने केही साधारण कुरामा ध्यान दिन सकिन्छ, जस्तै आफ्नो सुत्ने उठ्ने बानी कस्तो छ, दिनभरि कस्तो महसुस हुन्छ, फ्रेश कि थकित। अनि यदि लगातार 9 घण्टाभन्दा बढी सुतेर पनि शरीरमा स्फूर्ति आउँदैन, थकान महसुस हुन्छ भने एकपटक डाक्टर वा विशेषज्ञसँग सल्लाह लिनु नै सबैभन्दा राम्रो हुन्छ। त्यसो भए यो विश्लेषणलाई बिट मार्दा एउटा प्रश्नमा सोच्न छोडौं, कसैको निद्राको तालिका एउटा छुनौट मात्र हो वा शरीरले पठाइरहेको कुनै संकेत हो? यही प्रश्नको उत्तर खोज्नु नै स्वस्थ जीवनतर्फको पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हुन सक्छ।